हेलो साथीहरू। फर्स्ट अफ अल त म तपाईँहरूलाई माफी माग्छु। माफी चाहिँ किन भन्दाखेरि मलाई चाहिँ ब्लगमा त्यस्तो बोल्नु आउँदैन होइन। म चाहिँ हतपत ब्लग पनि बनाउँदैन, तपाईँहरूलाई थाहै छ है। म चाहिँ प्राय सर्ट भिडियो हँसाउने भिडियोहरू बनाउँछु होइन। अन्त अझै चाहिँ मलाई चाहिँ इभिनिङ टाइममा चाहिँ पुरै ब्लग बनाउनु मन पऱ्यो होइन। ब्लग बनाउनु चाहिँ किन मन पऱ्यो भन्दाखेरि चाहिँ रेलवे स्टेसनमा यस्तो दामी वेदर, यस्तो दामी भइरहेको थियो होइन। अन्त मैले चाहिँ सम्झेँ ओ सानोतिनो भिडियो बनाएर चाहिँ म मेरो भ्युवर्सहरूलाई देखाउँछु भनेर चाहिँ मैले चाहिँ भिडियो बनाउँदै म चाहिँ आउँदै थियो होइन साथीहरू। अन्त एउटा कुरा चाहिँ के भन्दाखेरि नि, यो बाटोमा हिँड्ने मान्छेहरू चाहिँ कसरी जिस्काएको मलाई, हेलो गाइस भन्दै जिस्काइरहेको थियो होइन। अन्त मैले चाहिँ भने जति नै जिस्केर आओस् है, उनीहरूले जिस्काउँदा म केही हुने होइन भन्दै म चाहिँ हो एक्लै भिडियो बनाउँदै चाहिँ आउँदै थियो गाइस हो। हेर्नुहोस् न आकाशहरू पनि बादल कस्तो दामी भइरहेको थियो साथीहरू हो। कोही बेला चाहिँ यसरी ब्लग बनाउनु पनि अब मजा आउँदो रहेछ होइन। तर तपाईँहरूले मैले भनिहालेँ म चाहिँ ब्लगमा त्यस्तो बोल्नु चाहिँ आउँदैन है ल साथीहरू। अन्त म तपाईँहरूलाई के देखाउँछु भन्दाखेरि टोय ट्रेन देखाउँछु ल। टोय ट्रेन चाहिँ यस्तो दामी छ होइन। त्यही भित्र क्याफे छ है। म चाहिँ अब कतिवटा त्यहाँ कफीहरू खाएको हो है। तपाईँहरू यताकै हुनुहुन्छ भने कफीहरू खानु भएकै होला पक्कै है गाइस। अन्त आज चाहिँ वेदर पनि दामी नै भएको थियो। दिउँसोको वेदर चाहिँ हो, बिहान चाहिँ अलिक जाडो थियो। हाम्रो गाउँमा त जाडै हुन्छ के भन्नु अब हो। बाहिर चाहिँ निस्क्यौँ फेरि गरम होइन साथीहरू। भन्दै म चाहिँ यहाँ चौरास्तामा आइपुग्यो होइन। चौरास्ता चाहिँ आज हाम्रो नयाँ वर्षको लागि चाहिँ सानोतिनो दोकान खोलिरहेको रहेछ है। अन्त बिहान चाहिँ म चाहिँ खाना खाएर गएको थिएँ, केही खानु सकिनँ। अन्त मैले सोचेँ होस् म बेलुका आएर चाहिँ खान्छु भनेर चाहिँ म चाहिँ मोमो मिठो गरेर खाँदै थिएँ होइन। पछाडिको टुरिस्टले पनि पुरा हेर्दै थियो होइन। अन्त मैले चाहिँ दिदी तपाईँको मोमो चाहिँ एकदमै मिठो तातो पनि रहेछ ल भन्दै म चाहिँ त्यहाँ डान्स गर्दै खाँदै थिएँ होइन साथीहरू। म तपाईँहरूलाई थाहै छ होइन, म चाहिँ अब जिस्किने बानी है। जहीँ तहीँ गयो भने चाहिँ म चाहिँ अब जिस्किन आउँछु नि त होइन। तातो भयो दिदी तातो भयो भन्दै खाँदै थिएँ होइन साथीहरू। अन्त बेलुकाको चौरास्ताको नजर हेर्नुहोस् है। तपाईँको यो टाइम भन्नु पर्दाखेरि चाहिँ 4:30 भइसकेको थियो होइन। यतिको बिहिबार थियो है। झन् बेलुका त पुरै मजा आउँछ होला है। अन्त बेलुका त अब राति त म घुम्दिनँ होइन। अन्त म चाहिँ उताबाट फर्किँदै चाहिँ अब ब्लग सानोतिनो बनाइहालेको नि त होइन। फेरि बिचरा दादाले चाहिँ, म चाहिँ चिया खानु गएको, दादाले चाहिँ किनिदिइहाल्नु भयो हो। तपाईँ त अब भिडियोहरू बनाउनुहुन्छ यस्तो यस्तो भनेर चाहिँ मलाई चिया किनिदिइहाल्नु भयो। अन्त मलाई होस् दादा म पनि किनी खान्छु भने होइन खानुहोस् न ल भन्दै म चाहिँ चौरास्ताको एकदम मजा लिँदै चिया पिउँदैछु, इभिनिङ टी होइन साथीहरू। अन्त तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्यो त? मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् ल। बाई बाई।